1000 को मलाई आश लागेको छ घरको बिजनेस फस्टाउँदै गएको छ 1000 को मलाई आश लागेको छ घरको बिजनेस फस्टाउँदै गएको छ 1000 को मलाई आश लागेको छ घरको बिजनेस फस्टाउँदै राजुले दिएको ल थ्याङ्क यू है राजु भन्नै पर्छ मलाई
लाजला नि एउटा केरा मिल्छ कि खाना नि भन्नै पर्यो मनमा लाजला नि एउटा केरा मिल्छ कि खाना नि भन्नै पर्यो आफ्नै मन्दिर बनाउने बेला गोरे जान कसैले जान्दैन आफ्नै मन्दिर बनाउने बेला गोरे जान कसैले जान्दैन आफ्नै मन्दिर बनाउने बेला गोरे जान कसैले जान्दैन मैले कुरा नबुझ्दा जात्रै भो पैसा थोरै फलफुल मात्रै भो मैले कुरा नबुझ्दा जात्रै भो पैसा थोरै फलफुल मात्रै भो आफ्नै मन्दिर बनाउने बेला कसैले मान्दैन आफ्नै मन्दिर बनाउने बेला दुईटा आयो पैसा धेरै छैन कि छैलायो नाङ्लो मात्रै दुईटा आयो पैसा धेरै छैन कि छैलायो नाङ्लो मात्रै दुईटा आयो पैसा धेरै छैन कि छैलायो कसलाई के थाहा यो पेटको व्यथा केरा खाछु नसोच्नु अन्यथा कसलाई के थाहा यो पेटको व्यथा केरा खाँदा नसोच्नु अन्यथा आफ्नै मन्दिर बनाउने बेला थोरै जान कसैले जान्दैन आफ्नै मन्दिर मन गर्नु मलाई 501 फुललाई मेरो सबको सामु मन गर्नु मलाई 501 फुललाई मेरो आफ्नै मन्दिर बनाउने बेला थोरै जान कसैले आयो फुलको छैन आफ्नै मन्दिर बनाउने बेला थोरै जान गीत गाएको अब पालो आइपुग्यो सौभाग्यो आफ्नै मन्दिर बनाउने बेला थोरै जान कसैले जान्दैन आफ्नै मन्दिर बनाउने बेला थोरै जान कसैले जान्दैन आफ्नै मन्दिर बनाउने बेला थोरै जान कसैले जान्दैन नाच्दै अगाडि सरेछन् छोरीले नि दिन्छु झै गरेछन् नाच्दै अगाडि सरेछन् छोरीले नि दिन्छु झै गरेछन् नाच्दै अगाडि सरेछन् छोरीले नि दिन्छु झै गरेछन् सबजनाको पूजा र चित्त 200 फुललाई
कस्तो छ भन्नु साथ मेरो गीत कस्तो छ हजुरले चाहिँ माइन्ड गरे जस्तो छ आफूलाई बन्दी बनाउने बेला गाउँदा गाउँदै म अन्तै झुलेछु देवीलाई त बोलाउनै भुलेछु गाउँदा गाउँदै म अन्तै भुलेछु देवीलाई त बोलाउनै भुलेछु गाउँदा गाउँदै भुलेछु देवीलाई त बोलाउनै भुलेछु आफूलाई मन्दी बनाउने बेला छोडेर त कसैले नदेला आफूलाई मन्दी बनाउने बेला छोडेर 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 कसैले नदेला आफूलाई देवस्य धीमहि धियो